साइन्टिफिक टेलिभिजन राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सत्यता, इमानदारीता र निरन्तरताको सिद्धान्तमा टेक्स्ट, अडियो र भिडियोहरूको सूचना आदान प्रदान गर्न लाइक, शेयर र सब्स्क्राइब गर्दै जोडिनुहोला। मुख्य हेडलाइन समाचारहरू सुन्नुहोस्। कागारबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या। 3 महिनामा वैदेशिक रोजगारीमा गएका 379 जनाले गुमाए ज्यान। कञ्चन विच्छालाई राप्रपाले सोध्यो स्पष्टीकरण। प्रधानमन्त्री कार्कीको प्रश्न, त्रिवीको जग्गा फिर्ता ल्याउने प्रक्रिया कहाँ पुग्यो? कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम। यो वर्षको वर्षामा 140 जनाले गुमाए ज्यान, 6000 परिवार विस्थापित। प्रतिनिधि सभा विघटन विरुद्ध देशभर एमालेको प्रदर्शन। भित्र मुख्यमन्त्रीको पदभार, बाहिर झडप। दल र नेता नसुध्रिए जनताले फेरि विद्रोह गर्छन्, मुख्यमन्त्री बानिया। भारतीय मूलका अमेरिकी किन ममदानीलाई घृणा गर्छन्। दिल्ली विस्फोटकको कनेक्सन जोडियो, 2900 किलो विस्फोटक पदार्थ। इस्लामाबादमा आत्मघाती विस्फोट हुँदा 12 जनाको मृत्यु। शेयर बजारमा उतार चढाव, नेप्से बढ्यो, कारोबार रकम घट्यो। दिल्ली विस्फोटमा मारिनेको संख्या 12 पुग्यो। कारमा देखिएका व्यक्तिका आमा र 2 भाइ पक्राउ। इन्फा 120 दिनभित्र ए डिभिजन लिग गराउन तयार, होम एन्ड अवे भने नसक्ने। अब बाँकी पूरा समाचारहरू सुन्नुहोस्। एलोपेथिक, होमियोपेथिक, आयुर्वेदिक हस्पिटलहरूको औषधिबाट निको नभएको दाद, लुटो, छालाको सम्पूर्ण ब्याक्टेरियल इन्फेक्सनहरूको उन्मूलन 10-15 दिनभित्र नै 100% निको पारो। पर्वत जिल्लाको मोदी गाउँपालिका 6 दरागमा सोमबार राति एक दुःखद घटना घटेको छ। स्थानीय 51 वर्षीय जित बहादुर विकले आफ्नी 52 वर्षीय श्रीमती सीता विकको कुटपिट गरी हत्या गरेका हुन्। कुटपिटबाट गम्भीर घाइते भएकी सीतालाई प्रहरीले उद्धार गरी प्रदेश अस्पतालमा पुर्याएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। घटनापछि प्रहरीले आरोपी जित बहादुरलाई स्थानीयवासीहरूको सहयोगमा नियन्त्रणमा लिएर पक्राउ गरेको जनाएको छ। चालू आर्थिक वर्ष 2082-83 को पहिलो 3 महिनामा वैदेशिक रोजगारीमा गएका 379 नेपालीको मृत्यु भएको वैदेशिक रोजगारी बोर्डले जनाएको छ। साउन 1 गतेदेखि असोज मसान्तसम्मको अवधिमा यो संख्यामा मृत्यु भएको हो। केवल असोज महिनामै 98 जनाले वैदेशिक भूमिमा ज्यान गुमाएका छन्। साथै सोही अवधिमा 236 जना नेपाली विभिन्न दुर्घटनामा परि गम्भीर रूपमा घाइते वा अङ्गभङ्ग भएका छन्। वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने श्रमिकका परिवारलाई सरकारले प्रत्येकलाई 10 लाख रुपैयाँको आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ। मध्य प्रदेशमा विवादित रूपले गठित सरकारमा मन्त्री बनेकी कञ्चन विच्छा शाहलाई राप्रपाले स्पष्टीकरण सोधेको छ। मध्य प्रदेशमा विवादित रूपमा गठन गरिएको सरकारमा राप्रपाकी नेत्री कञ्चन विच्छा शाह मन्त्री बनेकी छन्। उनले एमालेका सरोज यादव नेतृत्वको सरकारमा बिना विभागीय मन्त्रीको रूपमा शपथ लिएकी हुन्। यो घटनाबारे पार्टी नेतृत्वलाई कुनै जानकारी नदिइएको र पार्टीभित्र छलफल बिनै उनले मन्त्री पद ग्रहण गरेको आरोप लागेको छ। प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेका त्रिभुवन विश्वविद्यालयका जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी मागेकी छन्। मंगलबार सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, शिक्षा मन्त्री महावीर पुन, सञ्चार मन्त्री जगदीश खरेल लगायत मन्त्रीहरूको उपस्थितिमा उनले त्रिवी उपकुलपति प्रा दीपक अर्याल, रेक्टर प्रा खड्ग केसी र रजिस्ट्रार प्रा केदार प्रसाद रिजालसँग छलफल गरेकी थिइन्। छलफलमा मुख्य सचिव, जग्गा खोजबिन समितिका पदाधिकारी र सम्बन्धित निकायका प्रतिनिधिहरू पनि सहभागी थिए। ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा नयाँ राजनीतिक पार्टी गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। नयाँ पार्टीको नाम उज्यालो नेपाल रहने निर्णय गरिएको छ। पार्टी दर्ताका लागि पूर्व सचिव अनुप कुमार उपाध्यायको संयोजकत्वमा समिति गठन गरिँदैछ, जसमा अन्य सदस्यहरू पनि रहनेछन्। पार्टीको चुनाव चिन्ह बिजुलीको चिम हुने तय भएको छ। यसअघि नेपाल जनसेवा पार्टी नाम प्रस्ताव गरिएको भए पनि आइतबार राति बसेको बैठकले अन्ततः उज्यालो नेपाल नाममै सहमति गरेको हो।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चालू वर्षको मनसुन अवधिमा देशभरका मनसुनी विपद घटनामा 140 जनाले ज्यान गुमाएका छन्। जेठ 15 देखि असोज 14 सम्मको अवधिमा बाढी, पहिरो, भारी वर्षा र चट्याङका कारण 30 जना बेपत्ता र 300 जना घाइते भएका छन्। यस अवधिमा 5995 परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। पहिरो सबैभन्दा घातक देखिएको छ। 493 वटा पहिरोका घटनामा 67 जनाको मृत्यु भएको छ भने बाढीका 212 घटनाले 37 जनाको ज्यान लिएको छ। चट्याङबाट 29 र भारी वर्षाबाट 7 जनाको मृत्यु भएको तथ्याङ्क पखालियो। प्राधिकरणले सार्वजनिक गरेको छ। विघटित प्रतिनिधि सभा पुनस्थापनाको माग गर्दै नेकपा एमाले मंगलबार देशभरका स्थानीय पालिकाहरूमा प्रदर्शन गरेको छ। पार्टीको जनपरिचालन कार्यक्रम अन्तर्गत विभिन्न पालिकामा मोटरसाइकल र्याली, नारा जुलुस र जनसभाहरू आयोजना गरिएका छन्। काठमाडौँ महानगर कमिटीले बसन्तपुर क्षेत्रमा विशेष जनप्रदर्शन तथा सद्भाव र्याली निकालेको थियो। एमालेका नेता आनन्द प्रसाद पोखरेलका अनुसार यो प्रदर्शनलाई जागरण अभियानको रूपमा अघि बढाइएको हो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सिन्धुलीगढीमा आयोजित 258 विजयोत्सव समारोह तथा झण्डोत्तोलन कार्यक्रममा राजनैतिक दल र नेताहरू समयमा सुधार नभए जनताले पुनः विद्रोह गर्न सक्ने चेतावनी दिएका छन्। उनले जेनजी पुस्ताको आन्दोलनलाई पारदर्शिता र सुशासनको पक्षको आवाजको रूपमा व्याख्या गर्दै असन्तोषका कारण उत्पन्न भएको बताउनुभयो। कार्यक्रममा नेपाली सेना र प्रहरीले व्यावसायिक कौशल प्रदर्शन गरेका थिए र विभिन्न जनप्रतिनिधि, विद्यार्थी, समाजसेवी तथा सर्वसाधारण सहभागी थिए। न्युयोर्क शहरको मेयर बनेका भारतीय मूलका अमेरिकी राजनीतिज्ञ जोहरान क्वामे ममदानी प्रति भारतीय मूलका अमेरिकी राजनीतिज्ञ जोहरान क्वामे ममदानी प्रति भारतीय मूलका अमेरिकीहरूले देखाएको घृणा र असहज व्यवहार पछिल्लो समय चर्चाको विषय बनेको छ। न्युयोर्क शहरको मेयर निर्वाचनमा भारतीय मूलका मतदाताहरू बस्ने बस्तीहरूमा ममदानीले उल्लेखनीय मत नपाएको तथ्याङ्कले पनि यो विभाजन स्पष्ट देखाउँछ। मुस्लिम पहिचान, वामपन्थी विचारधारा र सामाजिक समानताको पक्षमा उनको खुलेआम अभिव्यक्तिले उनलाई केही भारतीय मूलका अमेरिकन समुदायहरूबीच विवादास्पद बनाएको हो। भारतको राजधानी दिल्ली स्थित लाल किल्ला नजिक सोमबार साँझ भएको शक्तिशाली विस्फोटमा कम्तीमा 13 जनाको मृत्यु र 21 जना घाइते भएका छन्। प्रारम्भिक अनुसन्धान अनुसार यो आत्मघाती हमला हुन सक्ने संकेत प्राप्त भएको छ। विस्फोटमा प्रयोग गरिएको कार जम्मू काश्मीरका चिकित्सक डाक्टर उमर उन नबीसँग सम्बन्धित रहेको पत्ता लागेको छ। अनुसन्धान अधिकारीहरूका अनुसार विस्फोटको समयमा डाक्टर उमर आफै कारमा सवार थिए। उनीसँग उनका सहकर्मी मुजम्मिल शाकिल र अदिल अहमद पनि थिए। पाकिस्तानको राजधानी इस्लामाबादमा मंगलबार मध्याह्न आत्मघाती विस्फोट हुँदा 12 जनाको मृत्यु भएको छ भने 27 जना घाइते भएका छन्। आत्मघाती विस्फोट अदालतको भवन लक्षित थियो, तर आक्रमणकारीले भित्र प्रवेश गर्न नसकेपछि बाहिरै विस्फोट गराएको आन्तरिक मामिला मन्त्री मोहसिन नकबीले जानकारी दिएका छन्। नेप्से परिसूचक 2 दिन लगातार ओह्रालो लागेपछि सोमबार सामान्य अङ्कले वृद्धि भएको छ। आज नेप्से परिसूचक 3.21 अङ्कले बढेर 2565.16 बिन्दुमा अडिएको छ। साताको पहिलो कारोबार दिन आइतबार परिसूचक 30.02 अङ्कले घटेको थियो भने सोमबार 4.15 अङ्कले घटेर 2561.94 बिन्दुमा पुगेको थियो। कारोबार रकम भने सोमबारको तुलनामा घटेर 3,62,61,75,110 रुपैयाँमा सीमित भएको छ। अखिल नेपाल फुटबल संघले अबको 120 दिनभित्र ए डिभिजन लीग सञ्चालन गर्न तयार रहेको जनाएको छ। युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा मंगलबार एन्फा, अखिल नेपाल खेलाडी संघ र विभिन्न क्लब बीच भएको छलफलपछि यस्तो सहमति भएको हो। छलफलमा 5 क्लबका प्रतिनिधि, खेलाडी संघका सदस्यहरू र एन्फाका पदाधिकारी सहभागी थिए। सहमति अनुसार यदि तोकिएको समयमा लीग सञ्चालन गर्न नसकिए खेलाडीहरूले माइन्युट तयार गरी फिफा र एएफसीमा पठाउने निर्णय भएको युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले जानकारी दिएका छन्।